मनी चेन्जरको स्टोरी यदि तपाईँले सम्झिनु भयो भने तपाईँलाई लाग्ला कि म पनि विचार गर्थ्यौँ म पनि अलिकति हेल्प गरौँ फाउन्डेसनलाई म ग्रो गरौँ सो माई मेसेज टु यु भेरी क्लियरली इज द्याट यु मस्ट हेल्प द फाउन्डेसन फाउन्डेसनलाई तपाईँले मद्दत गर्नुहोस् हेल्प गर्नुहोस् तपाईँलाई पैसा मल्टिप्लाई गर्ने पनि मैले तरिका दिएँ हाउ स्मल एक्ट्स लिड टु ग्रेट एक्ट भनेर पनि मैले भने र मैले अझ पनि तपाईँलाई के भन्छु भने तपाईँले रोटरी फाउन्डेसन इज अ युनाइटेड बडी भेरी क्रेडिबल यसको के छ भने तपाईँले मन्दिरमा दान गर्नुहुन्छ गर्नुहोस् तपाईँले अरू संस्थामा दान गर्नुहुन्छ गर्नुहोस् जहाँ पनि तपाईँले दान गर्नुहुन्छ गर्नुहोस् तर जति क्लिन निट ट्रान्सपेरेन्ट एज अ फाउन्डेसन रोटरी छ विशेष गरी भनौँ न 4 स्टार्स दिएको छ हामीलाई च्यारिटी नाइमिनेटरले 13 सालसम्म सो यो 13 सालसम्म 4 स्टार भनेको वान अफ द मोस्ट ट्रान्सपेरेन्ट एन्ड गुड अर्गनाइजेसन तपाईँको पैसा फेरि युज सबै हिसाब हुन्छ तर मन्दिरमा हामी भगवानको गाडी गएर 10,000 चढाउँछौँ यु डोन्ट नो वेयर द मनी इज गन डु वी हेभ एनी अकाउन्टेबिलिटी साइलेन्स आई होप इट्स युज फर अ गुड पर्पस एन्ड आई थिंक इट्स युज फर अ गुड पर्पस बट रोटरी इज अकाउन्टेबल टु ऑल द मनी यु गिभ तपाईँले जति पैसा जे दिनुहुन्छ नि रोटरी अकाउन्टेबल छ रोटरी तपाईँलाई देखाउँछ रोटरीले इनफ्याक्ट तपाईँलाई मल्टिप्लाई गरिदिन्छ पैसा एड गरिदिन्छ अगाडि लिएर आउँछ सो द आइडिया इज डु गुड इन द वर्ल्ड रोटरीको फाउन्डेसनको मोटो के हो डुइङ गुड इन द वर्ल्ड हामी भन्छौँ नि राम्रो काम गर्नु जे होस् सानो होस् ठुलो होस् तपाईँले जति राम्रो काम गर्दै जानुहुन्छ द्याट किप्स एडिङ एन्ड मल्टिप्लाइङ एन्ड द्याट्स वेयर वी गो अप सो okay so I will end with the last story this is a story about two farmers दुईटा farmers थे यिनीहरू ठिक फार्मर्सहरू थिए दुईजना आफ्नो काम गर्थे रोजी चल रहा थियो बच्चाहरूलाई पढाइरहेको थियो ठिकै थिए आई मिन एभरेज पिपल थिए लाइफ चलिरहेको थियो एक दिन दुईजना देहान्त भयो माथि पुगे स्वर्गमा गए स्वर्गमा पहिलो फार्ममा एन्ट्री गर्यो लर्ड भगवान आउनुभयो उहाँले सोध्नुभयो के छ ठिक छ तिम्रो ठिकै छ सर भगवान प्रभु त्यो लाइफ कस्तो थियो तिम्रो भन्दाखेरि मेरो लाइफ त खत्तम थियो कहिले पनि पैसा नहुने एउटा राम्रो घर बनाउन सकेन लुगा दिन सकेन धेरै ह्यान्ड टु माउथ केस यस्तो गाह्रो म त एकदम विरक्त लाग्ने लाइफ अनि अब तिम्रो नेक्स्ट जन्म भयो भने तिमीलाई के चाहिँ माग्छौ तिमी के चाहन्छौ मेरो त नेक्स्ट जन्म भयो भने फेरि धेरैजना बाटो पनि आउने खाना आउने मेरो नेक्स्ट जन्ममा यस्तो होस् मैले सबैबाट पैसा पाऊँ तर मैले कसैलाई पैसा नदिनु एक रुपियाँ कसैलाई नदिनु सबैबाट पैसा पाऊँ है मैले केही नदिनु ल प्रभुले गरी हुन्छ किन सेकेन्ड फार्मर आयो तिम्रो के थियो भन्दाखेरि मलाई खाना लाउन पुगेकै थियो बच्चाहरूलाई पढाउने थिएँ सबै चिज ठिक कहिले काहीँ पाहुना आउँथे अलिकति मिठो खाउँ अलिकति खाउँ भन्ने सोच चाहिँ हुन्थ्यो तर तिनीहरूलाई खुवाउन पैसै हुँदैन पैसै हुँदैन थियो के खुवाउने भोके पनि सुत्नु भएन या त उनीहरू भोके या त हामी भोके हामीले भोकै सुत्नु पर्थ्यो मेरो घरमा अब म चाहन्छु के चाहन्छु सोद्धाखेरि मेरो घरमा जो पनि पाहुना आओस् नि त्यसलाई मैले पाएर पठाउन पर्छ प्रगति हुन्छ दुवैजनाको रिबर्थ यही गाउँमा 15-20 सालपछि हेर्दाखेरि के भयो दुईजना भन्दाखेरि जो पहिले मैले चाहिँ सबैले दियोस् र मैले कसैलाई नदिउँ भन्ने जो थियो नि फार्मर त्यो के भएर जन्मेछ भने भिखारी भएर जन्मेछ भिखारी खालि पनि पाउने मात्रै भयो भिखारी भएर जन्मेछ र जो चाहिँ मेरो पाहुनाहरूलाई भोकै नजाओस् भन्ने त्यो व्यक्ति चाहिँ एउटा 30% भएर आयो भोलि तपाईँलाई सबैलाई काम गर्यो सेवा गर्यो पाउनु भयो अब द चोइस इज योर्स द चोइस इज क्लियर You want to be born as a beggar? Or you want to be born as a service above self person, a Rotarian? So I think we should all be born as Rotarians again. Very happy Rotarian, where I don't believe. Like all like us, because Rotarians are the true guys who give to the world. And as long as we are Rotarians, we keep giving. So don't ask, give. जस्तो मैले दार्जिलिङको सुनाए हात दिन सजिलो जसरी छ नि मन लाग्यो भने धन दिन पनि त्यति नै सजिलो छ It's up to you. So, foundation is strong around. Here is Magadi. Let's keep working hard and let's be good. Sorry, in the middle I got a little distracted. A lot of things in my mind. Sometimes you get distracted. Thank you so much. Thank you, Piri Sanjay.